चाहिँ हामी यहाँ घुम्नको लागि उपस्थित भइसकेका छौँ र मेरो निजी प्रहरीसँग चाहिँ आज घुम्नको लागि तयार छौँ नै। आज जू जाँदैछौँ हाम्रो ताप्लेजुङको खेलाङदेखि हाम्रो भाउजू रोजिना राई र भान्जे बुहारी पनि मङ्गलालाई हामी यहाँ बुहारीलाई पर्खिराखेका छौँ। यहाँको वातावरण यस्तो छ। आज हामी ठाक बजारको चोकमा पिपल बोटको छेउमा छौँ। त्यो पर पिपल बोट पनि तपाईँले देख्न सक्नुहुन्छ। है पर्खिराखेका छौँ है त। आज जू जानेछौँ हामी। अब हाम्रो भाउजूहरू आउँदै हुनुहुन्छ है त। हामीलाई अब आउँदै हुनुहुन्छ। अब भेटघाट हुने भयो। हेलो नमस्कार आइसक्नु भयो हाम्रो बुहारी र भाउजूलाई चाहिँ अब धेरै समयपछि देख्न पायो, खुसी लाग्यो। ल ल भेट्यो। अब जानुपर्छ जू। अब हामी यहाँ छिरिसकेका छौँ है बिस्तारै। ल हाम्रो भान्जे बुहारी अनि भाउजू अनि मनु हामी आज चिडियाखानामा आइसकेका छौँ। ल हेर्नुहोस् कति राम्रै हुनुहुन्छ भाउजू बनेर चिडिक्क परेर आउनु भएछ। घुमिरहेको छौँ हामी सबैजना घुमघाममा छौँ अहिले। ल घुमिराखेका छौँ। आजको दिन साह्रै रमाइलो छ। सबै देखाउँदैछौँ ल जूमा भएको कुराहरू। हेरी यहाँ आएर पनि हामीले यो खाइसकेका छौँ। उयो उखु जुस पनि खायौँ। पानी खानुहुन्छ ल? ल यहाँ पैसा चेन्ज माग्दैछ। बिस्तारै बिस्तारै हेर्दै आऊ। घुम वरिपरि घुम न। अब चारपट्टि